गाइज आज हाम्रो रानीमलतिरको टुर छ राम्रोसँगै शुभयात्रा शुभयात्रा यता अर्को छ फेरि चस्मा पर्दैन के मेरो नि छ चस्मा त ल यहीँ ए रोइरहेको छ फेरि पोखरा फेरि पोखरा जानुपर्ने भएर यो रोइरहेको छ एउटा लाइसेन्स छ नि ए बवाल पैसा निकाल्नु लाइसेन्स होइन होइन पैसा निकाल्नु लाइसेन्स लिएर आलो फेरि मलाई डुवालो फेरि मलाई हैन हैन ल ठिक छ त्यसो भए ढुक्क भयो म ट्रायल पास ट्याक ट्रायल पास हो लिखित पनि पास हो पास हो म्याक्ससम्म चाहिँ पुगाउनु नपाउँ अलि नपुगौँ होला तर प्रो राइडर चाहिँ यो हो मता ढले 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 मता ढले के भयो गुड मर्निङ फ्रम वालिङ बनकट्रा बिहानको मौसम चिसो छ हुस्सु लागिरहेको छ तर आज हामी चिसो भयो पनि हुस्सु लाग्यो पनि टुरमा निस्केको छौँ पाल्पा रानीमलसम्म आजको यात्रा रहनेछ हाम्रो हामी धेरै ठुलो ग्रुपमा छ हाम्रो ठ्याक्क सबैजना मिलेर एकदमै ठुलो छ बाइकहरू छ ल हिँड्नु अगाडि जाम ढिलो भइसक्यो कहाँ हरेको यार ल जाम हिँड्नु खै राइडर हो नयाँ स्कुटरमा टक्क राम्रो चला है लाइसेन्स छ नि ए बवाल फेरि पैसा निकाल्नु लाइसेन्स होइन होइन पैसा निकाल्नु लाइसेन्स लिएर आलो फेरि मलाई डुवालो फेरि मलाई हैन हैन ल ठिक छ त्यसो भए ढुक्क भयो म ट्रायल पास ट्याक ट्रायल पास हो लिखित पनि पास हो पास हो ल ओके छ ल त्यसो भए ठिक छ म ढुक्क भयो फेरि अब पैसा लिएर राइसन फेरि एकातिर दुध दियो भने तनाव भन्छ फेरि त्यस्तो चिटिक्क भएर बसेको मान्छेलाई केटाहरू कताको थाहै छैन केटाहरूलाई कुरेको अब कहाँ केटाहरू अघि माथि 1 घन्टा कुरिसक्यो अझसम्म आएन फेरि अहिले हामी उतै पुगिसक्यो अहिलेसम्म लगभग टाढाको यात्रा हो यार कता केटाहरू हामी अलि लेट भयो हामीसँग अरू सानो विङ्गर पनि छ विङ्गर चाहिँ टाढा पुगिसक्यो त्यो चाहिँ त्यो चाप्पो क्रस गरिसक्यो होला अहिले चाहिँ हामी बिस्तारै बाइकहरू स्कुटरहरू पनि धेरै नै छ हामीसँग आज म चाहिँ स्कुटरको पछाडि बसेको छु बाइक चाहिँ भाइले दिएको छु अब भाइलाई लिएर म भन्दा राम्रो राइड गर्छु क्या सो भाइलाई दिएको छु मैले म चाहिँ यता छोरासँग स्कुटरमा छु अब छोराहरूले राम्रो चलाउँछ है यङ केटाहरूले चाहिँ अहिले राम्रो चलाउँछ क्या अहिलेको यङ केटाहरूले न्यू जेनेरेसनहरूले चाहिँ राम्रो चलाउँछ सो म चाहिँ पछाडि बस्दै भ्यूहरू हेर्दै इन्जोय गरिरहेको छु बाटो चाहिँ राम्रो रहेछ यतिसम्मको तर फर्स्ट भिजिट हो फर्स्ट टाइम जाँदैछु म थाहा छैन बाटो कस्तो छ बाटो सायद राम्रै छ होला बाटोहरू पनि त्यो पिच गरिदिएको छ साँगुरो भए पनि यति गरिदियो पनि धेरै नै राम्रो धेरै नै सहज भएको छ क्या म धेरै ठाउँमा गएँ घर आएर धेरै ठाउँमा गइसकेँ म बाटोहरू त्यो बाटो खोलिदिएको छ होइन त्यति गाह्रो बाटो पनि छैन क्या हरेक ठाउँमा बिस्तारै डेभलप पनि भइरहेको छ नेपाल सो गाइज होप गर्नुपर्छ है छिट्टो नेपालले अर्कै मुहार लिएर आउनेछ होप गर्नुपर्छ गाइज सबैजनाले सपोर्ट गर्नुपर्छ पछाडि छ भाइहरू सो रमाइलो छ गाइज सी कस्तो हुन्छ सालघारी है यो गर्मी छ यता हाम्रो हामी त माथि लेकमै पर्छ हामी लेकबाट झरेको यता चाहिँ गर्मी नै हुन्छ यता सो स्कुटरहरू धेरै रहेछ बाइकभन्दा पनि हाम्रो नानीहरू छ भान्जी नातिनीहरू छोरीहरू सबै छ अलराइट गाइज रेसी कस्तो हुन्छ है ट्रिप होप बबालै हुनेछ आज दिदीहरू पनि अगाडि हुनुहुन्छ दिदीहरू चाहिँ सानो विङ्गर हुनुहुन्छ साफकोट नगरपालिका यो स्वास्थ्य भवन नै रहेछ यतिको बाटोमा चाहिँ गाह्रो छ गाइज ढुङ्गा छ यसमा पल्टिहाल्यो भने चाहिँ गयो एउटा न एउटा चिज गयो क्या कि मान्छेको छाला गयो कि साधनको छाला गयो यो दुइटामा एउटा चाहिँ 100% हुन्छ गाइज सो बी केयरफुल सबैजना केयरफुल भएर राइड गर्नु होला होप केटाहरूले राम्रो चलाउँछ अहिलेको सबै भर्खर केटाहरू छ पछाडि पनि छ केटाहरू 220 र एनएस केटाहरू त राइडर नै हो यिनीहरूको चाहिँ खासै टेन्सन छैन र
मात्र साधन हो है, मेसिन हो। कति बेला के हुन्छ थाहा हुँदैन, केयर त गर्नुपर्छ, जोगाएर चलाउनु पर्छ। पहिला आफ्नो ज्यानको सुरक्षा गर्ने, त्यसपछि आफ्नो साधनको सुरक्षा गर्ने, अनि बवाल, त्यसपछि चाहिँ बवाल। मता ढले 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 मता ढले। के भयो, किन राखेको त? ढुक्क गरी बस न। ओहो नि, ओहो नि बरै, यसरी त पुग्दैन त रानीमहल त। यो चाहिँ काली गण्डकी हो, काली गण्डकी बगेर आएको छ। अब हामी यो झोलुङ्गे पुलबाट पास भएर हामी पाल्पा निस्किन्छौँ। यो काली गण्डकी बाउन्ड्री अफ पाल्पा एन्ड स्याङ्जा। यो स्याङ्जा, यो पाल्पा, यो चाहिँ बाउन्ड्री हो बिचको चाहिँ। पारी पाखा पनि नयाँ पुल बन्दै रहेछ। हाम्रो साथीहरू त्यो पुल क्रस गरेर जाँदैछ। केटाहरू पुलमा जाँदैछ एकजना। साँगुरो बाटो है यो, मान्छे हिँड्ने। राम्रो त ल तैँले पनि। स्लो है, बिस्तारै बिस्तारै जानुपर्छ नातिकन। बिस्तारै बिस्तारै स्लो। ओके गाइस, म झर्छु। त्यसले चाहिँ पार ल्याएन, मिलिहाल्यो कि पार ल्याएन गाइस। किसान त बाइक आछ कि उताबाट। हामी चाहिँ काली गण्डकीको झोलुङ्गे पुलमा जाँदैछ। झोलुङ्गे पुलमाथि यो तलको काली गण्डकी गइरहेको छ। तलपट्टि हामी स्याङ्जालाई छोडेर हामी पाल्पातर्फ जाँदैछौँ। उफु, डर लाग्छ गाइज। यो खास मान्छे हिँड्ने पुल हो होइन, तर अहिले सबैले बाइक स्कुटरहरू चाहिँ सबैले यहाँबाट चाहिँ पास गरिदिने रहेछ। एनिवे गाइज, हामी चाहिँ पास हुन पाएको छौँ, त्यसैमा हामी खुसी छौँ यहाँबाट। नत्र भने हामी कताबाट घुमेर जानुपर्छ। हामी 1 मिनटमा हामी यो बाटो पास हुन्छ भने यही बाटोमा आउनलाई फेरि कति घन्टा घुमेर आउनु पर्छ। सो ओ फाइनली 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 पाल्पा। ओ गाइस, सबैजनालाई वेलकम है पाल्पामा। सबैजनालाई पाल्पामा वेलकम छ। अब यताबाट चाहिँ फेरि बबालै रहेछ बाटो। अब यहाँबाट हामी कहाँ आएर भन्ज्याङ पिपल डाँडा। ओके, 1 2 3 4 5 6 7 8 9 10 11 12 12वटा बाइक हुन्छ होइन। दामी दामी दामी। हामीसँग त ट्राफिक पनि छ होइन, हामी त ढुक्क हो क्या। हेलो हेलो, कता जानुहुने हामी? घुम्न। ल गाइस, ओ हाकिम एउटा विङ्गरमा पनि छ। विङ्गरमा त 18 19 20 जना छ होला सायद होइन। कता पहिला कता जाने कुरो रहेछ? हामी त रानीमहल। यसको रकेट भयो। अब हाम्रो यात्रा फेरि सुरु भइसकेको छ। पाल्पा स्याङ्जालीहरू पाल्पामा चाहिँ अब त हल्का पिर्नेवाला छ स्याङ्जाली गाइजले। सो बाटो नै बबाला रहेछ होइन। यतिको बाटो भएपछि चाहिँ केही टेन्सन छैन क्या। सँगै भएर ढक्क घुम्नलाई रमाइलो भइरहेको छ। 60 61 62 हाम्रो स्कुटरले पनि दिइरहेको छ। 63 65। ओके 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 ओके, यही हो लिमिट। यो भन्दा माथि चाहिँ जानु हुँदैन। स्कुटर नयाँ छ होइन, जति नै कुद्छ नि नयाँमा त त्यो ओभर एक्साइटेड पनि हुनु हुँदैन क्या मान्छेलाई। जब एक्साइटेड हुन्छ, जति कुद्छ त्यति कुदाउँछ, देन रिजल्ट के आउँछ थाहा छ गाइस। वाउ, मजुवा पारी गल्याङ चाहिँ हाम्रो स्याङ्जा गल्याङ हो। हामी चाहिँ पाल्पाको बाटोमा कुदिरहेको छ अहिले। पारी ट्याक्कै गल्याङ पारी। हामीले एकदमै सजिलो भइरहेको छ अहिले।
हामीले इन्जोय गरिरहेको छ हाम्रो ट्रिप। अरू प्रो राइडर छ, प्रो राइडर प्रो म्याक्स पनि हो यो होइन। प्रो म्याक्ससम्म चाहिँ पुग्नु नपाउँ, अलि नपुगौँ होला, तर प्रो राइडर चाहिँ यो हो। यस्तो पहरालाई फोरेर यस्तो दामी बाटो बनाएको छ यहाँ। पहरा चाहिँ फाल्दै तलतिर भिड चाहिँ माई गॉड। तल कालीगण्डकी बगिरहेको छ, कालीगण्डकी पारी स्याङ्जा। यो पाल्पा, हामी पाल्पामा छौँ, तर यहाँबाट तल खस्यो भने सिधै कालीगण्डकी। त्यसपछि लाइफ चाहिँ ड्यामेज हुन्छ नि। यहाँ तल कालीगण्डकी बगिरहेको छ। प्रो राइडर है, नेक्स्ट लेभलको यसले चाहिँ यो सोच्न सकिँदैन। यो नेक्स्ट लेभलको हाम्रै मेरै उसो होइन, तर यसलाई नेक्स्ट लेभलको चलाउँछ क्या। झरनाको चिसो चिसो छ होला पानी, झरना धान काट्ने बेला भयो गई खेतको भन्ने त्यस्तै धान काट्ने बेला भयो होइन। यो चाहिँ रामदीप पुल, स्याङ्जा र पाल्पाको बोर्डर। यो पाल्पा अनि यतातिर स्याङ्जा। हामी चाहिँ छोटो विश्राममा थियो यहाँनिर। अब हामी फेरि हाम्रो यात्रा कन्टिन्यू गर्दैछौँ। अलराइट गाइज, अब फेरि हामी हाम्रो यात्रालाई कन्टिन्यू गर्दैछौँ। छोटो हामी चाहिँ विश्राम लिएको थियो तल रामदीप बजार हेर्नको लागि। अब फेरि हामी कन्टिन्यूमा। के भयो टायर ठिक छ? हामी चाहिँ अगाडि जान्छौँ, केटाहरूलाई पछाडि छोड्छौँ। हामी जहिले पनि टपमा आएको, टपमा दाजुहरू चाहिँ टपमा आएको के। सर अहिले चाहिँ रमाइलो भएको छ, घाम लागेको छ, न्यानो न्यानो पनि भएको छ, मौसम क्लिन छ, क्लिन एन्ड ग्रिन। जस नेपालमा चाहिँ यो चाहिँ हुन्छ क्या, छ्याक्क एकदम। यो चाहिँ बबालै हुन्छ नेपालको चाहिँ एकदमै 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 प्लस पोइन्ट हो यो। बाटो चाहिँ धेरै भिड छ यार। तल चाहिँ कालीगण्डकी बगिरहेको छ, कालीगण्डकी भन्छ, तर गण्डकी चाहिँ निले देखिन्छ फेरि, काली चाहिँ देखिँदैन। यो चाहिँ नबुझेको कुरा चाहिँ के हो थाहा छैन मलाई। यसको चाहिँ छुट्टै कहानी हुनुपर्छ है। फाइनली हामी सिद्धार्थ हाइवेमा निस्केको छौँ। म यहाँबाट यता के छ यहाँ बोर्डमा, रामपुर बुटोल पोखरा, बुटोल पोखरा भनेपछि यो बाटो वालिङ वनकटे गाइस। पाल्पामा छौँ अहिले हामी। आरे भन्ज्याङ कट्यो हामी होइन, आरे भन्ज्याङ कटेर हामी रेस्टमा छौँ अहिले। ट्रिप चाहिँ एकदम रमाइलो राम्रो भइरहेको छ। हामी चाहिँ अब बर्तुङबाट मास्तिर अब कालो तानसेनतर्फ लाग्दैछौँ। हामी चाहिँ दुईजना अगाडि आएको छ। पछाडि अलिक काम थियो अगाडि बर्तुङमा, तर काम पनि भएन। अब माथि केटाहरूलाई तानसेनतिरै भेट्छौँ मास्तिर। उनीहरू चाहिँ अर्कै बाटो आएको छ त्यहाँबाट तानसेनतर्फ। दुईजना ड्याक गरेर लास्टै बिजी छ यार। गाडी चाहिँ तानसेनतिर पनि एकदमै हिँड्ने छ। तलतिरबाट बुटोल जाने बाटो तलतिर रहेछ। हामी चाहिँ यता तानसेन हुँदै अब फेरि कता पुगिन्छ बाटो थाहा छैन, अन्धाधुन्दा है, केही थाहा छैन। तानसेनमा आएर हामी चाहिँ लस्ट गाइज। हामी चाहिँ हरायो तानसेनमा आएर, सोध्दै हिँडेको। फर्स्ट टाइम हो कि यो, सो हामीलाई केही पनि थाहा छैन। सायद यही बाटो हुनुपर्छ, यही बाटो भन्दै थियो। सागुरो बाटो रहेछ साटो फेरि। यहाँबाट रानीमहल स्टेट सिधा रानीमहल जाने बाटो। ल राइट वेमा छौँ हामी।
यस स्कुटरले चाहिँ राम्रै उद्घाटन भइरहेको छ हाम्रो स्कुटर दाइ भइरहेको छ चिसो चिसो पनि छ यता त चिसो नि भइरहेको छ चिसो चिसो लागेको छ धन्न दुईटा जग्गा लाएर आतिर काम लाग्यो ट्याक्क है यो रानीले चाहिँ किन यस्तो ठाउँमा आएर बस्नु मलाई होला यस्तो ठाउँ चाहिँ हेर्नु त मास्तिर पुरै जङ्गल हो बोथ साइड फेरि बिचमै बाटो मात्रै छ र बोथ साइड नै जङ्गल छ यस्तो छ हामी चाहिँ माथि टपबाट घुमाइ तल फेद्दैमै आउनुपर्ने रहेछ रानी मल ओ फाइनली गाइज हाम्रो राइडरहरूसँग भेट भइसकेको अवस्था यस पार्किङमा आइपुगेको अवस्था के हो यार कता कता घुमायो यार फाइनली हामी रानी मलमा आइपुगेको छौँ अरू साथीहरू चाहिँ अगाडि गइसकेको छ हामी लेट भयो बाइ द वे यस राम्रोसँग आइपुग्यो हाम्रो ट्रिप चाहिँ एकदम सक्सेसफुल भइसकेको छ रानी मलसम्मको अब हामी बिस्तारै रानी मलको एकदम मजाले रानीले पनि हेर्नुपर्छ हाई गाइज कता कसलाई कहाँ छ तिनीहरू म त जान्न त्यस्तो बाटो अनि त्यो म त जान्न गाडी आउनु रे टुर आएको मान्छेहरू गाडी बिग्रेर बिजोक कता कता पुऱ्यायो भन्ने कुरो चाहिँ आज यति गाह्रो भयो गाडी बिग्रेर हैरान कहिलेको दिदीलाई बोक ल गाडी बिग्रियो रामदीपमा भन्दा रामदीप पुगेर मान्छेहरू आइसकेको छ यहाँ कम गाह्रो बनायो तीन यसलाई भनिन्छ धोका चार चार 3 घण्टाको कठिन यात्रापछि फाइनली हामी रानी मलमा धोका तपाईहरुको धेरै हो फाइनली रानी मलमा है जस्तै दुःख कष्ट भए पनि हामी चाहिँ आइपुगेको छौं काली गण्डकी बिहान यसरी दौडन पाए अहिले म कहाँ पुग्छु हेर दौडाइस् नि पनि हेलो बाबाले रानीको मल रानी हेर्न जानु पर्यो नि त रानीको मल भेट्यो रानी कहाँ छ यस्तो हुनुपर्छ माया भन्ने कस्तो राजाको जस्तो रानीको लागि छुट्टै एउटा महल बनाएर है यस्तो के भन्छ यस्तो सुन्दर ठाउँमा मान्छे मरेर गइसके पनि एउटा म्याट्रेस पाए पनि मस्त यस्तो ढाड्नु छ छिटो टिकट काट्नु पर्यो रानी मल घुम्नलाई केटाहरु त आउनै हो के प्रति व्यक्ति रु 50 रुपैयाँमा टिकट लिनुहोस् अनि रानी मल भिजिट गर्नुहोस् काली गण्डकी टिकट भयो हाम्रो हामी चाहिँ रानी मलमा प्रवेश रानी हो रानी राजा क्राउड नै छ एकदमै क्राउड हो पारी स्याङ्जा हैन त्यो पारीको स्याङ्जा तर काली गण्डकी नाम मात्र काली गण्डकी हो पानी त काली छ नि दिदी नीलो नीलो हरियो हरियो त्यो किन राखेको थियो काली गण्डकी फेरि पानी काली हुनु पर्ने त रानी मलतिर
ए निलो गण्डकी यहाँ तल स्विमिङ गर्न सकिन्छ हामीले चाहिँ सक्दैन तर यस्तो ठाउँमा चाहिँ दामी बनाएको छ यो यस्तो तल काली गण्डकी बगिरहेको छ अनि यहाँ यस्तो ठुलो मल अब हामी म्युजियम हेरेर जान्छौँ भित्र म्युजियम के छ कस्तो छ म्युजियम त यहीँ रहेछ दिदी के म्युजियम के गर्नु भएको मैले सानो खै हामी पनि भित्र जान्छ कि हाम्रो घर भित्र जान्छ म्युजियम हेर्दा पनि म्युजियम भित्र जाँदैछौँ स्टार केस पनि रहेछ पुरै काठको रहेछ फर्स्ट फ्लोर पुरानो तामाको भाडा नि गणेश भगवान राजाको रानीको सामान होला यो होइन रानीको सामानहरू इस साइड में फर्स्ट फ्लोर इस साइड में काली करने के देखिए माथी माथि हेलो माथि माथि स्टेयर्स चाहिँ दामी रहेछ यो काठको मात्रै सेकेन्ड फ्लोरमा के पनि हेर्नुहुन्छ फर्स्ट फ्लोरमा त आएस के छ लाउरे ठिक छ के छ ठिक छ हाम्रो बहिनीहरूको फोटोसुट भइरहेको छ यो चाहिँ हाम्रो स्याङ्जा होला त्यो होइन स्याङ्जा रे यता हामी अहिले पाल्पामा छौँ त्यो गण्डकी पारी चाहिँ स्याङ्जा राजा ए राजा राजा रानी अनि यता राजा रानी अब राजालाई रानी खोज्न जान पनि भएछन् यहाँ यो राजाले सायद यो राजाले चाहिँ यो रानीको लागि बनाइदिएको मल होला यो त्यही भएर रानी मल होइन त्यही त होला नि के हो खासमा यस्तो कहानी चाहिँ के छ कहानी चाहिँ अब बुझ्नु पर्यो बिस्तारै के छ अब के छ यस्तो कहानी के हो कहानी हेर्नुहोस् तपाईँको बवाल हो बवाल सबैजना रानी मल भिजिट गरिदिनु होला प्लिज होइन यहाँ विभिन्न किसिमका के छ दृश्यहरू देख्न पाइन्छ हामीले यो राजाको नाम के हो थाहा छ तपाईँ राजाको नाम ए के छ अशोक जर्नल अलिक जुम गरेर हेर्छु म जर्नल खड्का शमशेर राणा राजाको नाम अनि रानीको नाम चाहिँ यतातिर रानी तेजकुमारी राणा ओ तेजकुमारी म तेजकुमार तेजकुमारी तेजकुमार म पनि त रानीकै सन्तान रहेछ नि त रानीकै सन्तान रहेछ म पनि बोल्न थाहा भयो तेजकुमारी रानी तेजकुमारी म चाहिँ तेजकुमार हो हाम्रै एउटै खलक रहेछ होइन उसकै उस चाहिँ म चाहिँ रानी त अनि मेरै उसको रहेछ नि तेजकुमारी रानी राजा तेजकुमार मेरो ठ्याक्कै मिलेछ रानी म रानी मल घुम्न आउने अभि हाई अर्को हाम्रो आज चाहिँ किनेर जानुभएको रानीले हेर्न पाएर रानी मल घुम्न आउनेहरू त मेकअप गर्दै ठिक्क रहेछ यतै मेकअपमै ठिक्क छ तपाईँले गर्न सक्नुभयो मेकअप जाउला हामीलाई दिदी कस्तो लाग्यो म रानी मल रानी मल त एकदम ठिक लाग्यो तर बेसी गाह्रो भयो यात्रा चाहिँ है यस कहिले कहिले सजिलो भयो मादल र बेगै नल्याएर मादल गाडीमा थिएन ल्याउने बिर्सेछ नि आज मान्छेले धन्ने हिँड्न पर्यो जे होस् जसो तसो आइपुग्यो नि होइन रमाइलो भयो यहाँ नाच्ने क्या ड्याङ ड्याङ फोटो बनाउन टिकटक बनाउन
अरू के रहेछ है टिकटक बनाउने फोटो खिच्ने गेट रहेछ दामी गेट दामी के को यो दामी रहेछ रानी मल यही नै हो राजाको नाम बिर्सी फेरि रानी तेज कुमारी रहेछ राजाको नाम फेरि बिर्स्यो त्यहाँ अगाडिको भिडियो हेर्नु होला है राजाको नाम रानीको चाहिँ ठ्याक्कै मेरो नाम सम्झिँदै रहेछ त्यही भएर थाहा भएको बिहान खाजा खाएको थियो अनि पछि एउटा इनर्जी खायो इनर्जी पियो रानी मलको भिजिट पनि सकियो अब हामी फेरि रेडीतर्फ लाग्छौँ रेडीतिर जाने प्लानिङ छ फेरि यहाँबाट रेडी हुँदै रेडीबाट स्याङ्जा निस्केर एकैचोटि हामी उता वालिङतिर निस्किन्छौँ रानी महल चाहिँ महल रहेछ दामी एकदम शान्त ठाउँमा स्वच्छ वातावरणमा रहेछ जङ्गलको बिचमै भनौँ यो टक्क कालीगण्डकीको छेउमा दामी रहेछ सो अब हामी रेडी जाने भन्ने कुरा छ कि रेडी जान्छौँ के गर्ने भने फर्किन सक्छ हामी टाढै चाहिँ यहाँबाट फर्किन पनि अब रानी महलबाट हामी निस्किन्छौँ अबको हाम्रो अब हामी चाहिँ कहाँ जाने अब हामी जाने क्या रेडी तर रात आज ढिलो भयो क्या ढिलो चाहिँ हामी टाइममै आएको थियो तर हाम्रो गाडीको इस्युले चाहिँ हाम्रो डबल ट्रिप हान्नु पऱ्यो हाम्रो बाइकवालाले त्यही भएर हामी ढिलो भयो सबै गइसक्यो अब हामी चाहिँ बिस्तारै जान्छौँ हाम्रो 4वटा बाइक छ 4वटा बाइकमा बिस्तारै अब हामी रेडी हुँदै रेडीबाट उता स्याङ्जा निस्केर उतैबाट निक्लिने अब उतै जान्छौँ जे भए पनि यात्रा चाहिँ सफल रह्यो भनौँ अब चाहिँ नाइट राइड हुनेछ बिस्तारै जान्छौँ चिसो छ रेडीमा छौँ गाइस रेडीमा नाइट छ अब टाइम भएन दिउँसो घुम्नलाई अब राति घुम्नु पर्छ खासमा यो हामी रेडी पाल्पा स्याङ्जा अनि गुल्मी होइन 4वटा जिल्लालाई जोडेको छ यो पुलले यहाँ चाहिँ 3 मुखे पुल छ राति भयो कि दिनमा भएको भए चाहिँ बवाल हुन्थ्यो है टाइम चाहिँ ठिकै हाम्रो तर आज ब्याड लक गाडी बिग्रेर उनीहरूलाई चाहिँ हिँड्न जानु पर्दा 2 आवर्स हाम्रो त लस भइदियो क्या सो गाइस राति भए पनि हिँड्दैछौँ घर पुग्ने चाहिँ भोलि बिहान होला अब अब घर पुग्ने भोलि बिहान हो तल चाहिँ कालीगण्डकी मगेको कराएको मात्रै तर एउटा कुरा फाइदा रहेछ नि त अब राति चाहिँ केही नदेख्ने डर नलाग्ने रहेछ त्यो चाहिँ फाइदा रहेछ क्या खोला छ नि अनि खोला होइन कालीगण्डकी त्यो एउटा कुरो चाहिँ त्यही फाइदा त्यही फाइदा रहेछ क्या रातिमा डर नलाग्ने रहेछ क्या नत्र त तल यस्तो देखिन्छ नि त डर लाग्छ यत्रो ठुलो पानी हुनुपर्ने रहेछ गुल्मी स्याङ्जा पाल्पा गुल्मी स्याङ्जा पाल्पा ए 3टा रहेछ ल 3टा जिल्ला गुल्मी स्याङ्जा पाल्पा ल यो पुलमा चाहिँ ठुलो हेलोजन लाइटहरू राख्नुपर्ने अवस्था छ है देखियो है भ्यू टावर पनि रहेछ नि त माथि जाने हो र हामी माथि नजाने राति केही देख्दैन फाइदै छैन दिनमा आएको भए चाहिँ दामी देख्ने रहेछ पुगेन पुग्यो भन्ने मात्रै भयो हामीलाई यस फाइनल्ली हामी सेन्टरमा जन्मभूमि स्वर्णगढीमा के हो हामीले 3टा जिल्ला घुमिदिन्छ एउटा उता त गुल्मी घुम्यो होइन अब स्याङ्जा घुमियो अब यता पाल्पा सो गाइस तर दिउँसो भएको भए चाहिँ दामी हुन्थ्यो क्या रातमा भएर खासै केही पनि देखेन हाम्रो स्याङ्जाको ठ्याक्कै बोर्डरमा वाउ हनुमान रहेछ है
स्याङ्जाको मन्दिर यो स्याङ्जातर्फको हनुमान देखिने रहेछ टक्क हामी त ट्राफिक धेरै बोकेर हिँड्दिन्छौँ क्या ट्राफिक पनि बोकेर हिँडिदिन्छ हामीले त इनकेस चेकिङ पऱ्यो भने ट्याक्क होइन ट्राफिक देखाइदिएपछि छुट ल रुरु क्षेत्र गाउँपालिकामा यहाँलाई हार्दिक स्वागत गर्दछौँ रातिको 6:30-7 बजेको छ हामी अब यो रुरुमा छौँ बल्ल यहाँबाट भित्र जान्छ हामी आजको दिनमा बल्ल खाना खायो रातिको 10 बजे अहिले चाहिँ वालिङमा आएर खाना खायो हामीले अब घर जान्छु र सुतिहाल्छु आज राष्ट्रिय थका लाग्यो कता कता हिँड्ने थाहा छैन फेरि अर्को भिडियो भेटौँ है त ओके बाई बाई